त्यो शास्त्रहरुमा पनि मैले यो रोगबाट मुक्त हुने उपाय केवल मेरो संसारिक दुःख मात्र रहेछ। यो दुःखलाई मैले जब प्राप्त गर्छु तब मेरो परमात्माको याद मलाई अनुभूति हुने रहेछ भनेर भन्नुहुन्छ प्रहलादजी महाराज। सखीरी ताथे दुःख प्यारो लाग्यो। जब मैले शास्त्रहरू अध्ययन गरे, जब मैले यो संसारमा यो रोगलाई निर्मूल गर्ने के चीज रहेछ भन्दा भरे दुःख पो रहेछ। किनभने भन्दा दुःख चाहिँ मेरो परमात्मालाई मेरो हृदय रूपी आँखबाट नयनबाट मैले जब मेरो परमात्मालाई देख्दछु, जब मेरो संसारको यो दुःख लाग्दछ, मेरो यो दुःख जब मैले इन्द्रिय रूपी भावहरूबाट देख्दछु तब मैले मेरो दुःख के हो भन्ने कुरो बुझ्दिन। तर दुःख त त्यो रहेछ कि परमात्मासँगको मिलन पो दुःख रहेछ भनेर प्रहलादजी महाराज भन्नुहुन्छ। अन्दर देखो विचार, तिमी आफ्नो हृदय रूपी विचारले देख, तिम्रो हृदय रूपी इन्द्रियहरूले देख, तिम्रो हृदय रूपी आँखहरूले देख। जब तिमीले त्यो परमात्माको त्यो रोगलाई देख्ने छौ भनेर भन्नुहुन्छ। सो दुःख कैसो छोडिए, अब यस्तो दुःखलाई कसरी छोडौं कि जो परमात्माको मिलन छ, जो परमात्माको पासमा मैले यस्तो आनन्दको अनुभूति गर्न पाउँछु। अनि भन्नुहुन्छ जासो पाइए पिउ मनोहर। अनि प्रहलादजी महाराज भन्नुहुन्छ म त यस्तो आनन्दमा मनोहर प्राप्त गर्न पाउने रहेछु, त्यो चाहिँ मलाई परमात्माले हर क्षण प्राप्त गराउनु हुने रहेछ। खुसीको आनन्द अनि खुसीको पल भनेदेखि जब मैले परमात्माको सानिध्य प्राप्त गरिसक्छु तब मात्र यो मेरो यस्तो रोग जो दारुण रूपी भवसागर रूपी जो चाहिँ एकदम कहिल्यै पनि निर्मूल नहुने जो रोग लागेको छ मलाई, त्यस्तो रोगबाट म छुटकारा पाउनको लागि मैले यो संसारिक दुःख अनुभव गर्दै मेरो परमात्मासँगको सानिध्यताको सुख मलाई प्राप्त गर्नु छ। सुन्दर साथजी कि हामीले संसारमा दुःख पाएनौ, आनन्दै आनन्द मात्र प्राप्त गर्यौ भने हामीले परमात्माको याद स्मरणै गर्न भुल्ने रहेछौँ। त्यसैले संसारमा हामीलाई दुःख आउनु भनेको चाहिँ हामीले परमात्माको नजिक रहन पाउनु अनि परमात्माको वचन वाणीलाई याद गर्न पाउनु, यो चाहिँ हाम्रो लागि परम सुख रहेछ। अनि मात्र हाम्रो भित्र भएको अन्दर रूपीको जो आत्मालाई रोग लागेको छ त्यो आत्माको रोगलाई निर्मूल गराउन सक्ने एउटै उपाय रहेछ कि त्यो चाहिँ दुःख रहेछ। अनि जब दुःख पाउँदछौ हामीले कि परमात्माले पनि यस्तो वचन गर्नुहुन्छ कि तिमी मेरो सबैभन्दा नजिकको सखी हौ भनेर, र यस्तो भावलाई हामीले विचार गर्दै मनन गर्दै हामीले आफ्नो आत्मालाई रोग लगाउनु भएन। शरीर त क्षणिक छ, आज छ भोलि छैन, तर परमात्माको नाम हामीले भुल्नु भएन। यो वचन बाणीलाई हाम्रो हृदयमा विराजमान गर्दै आज हजुरहरूको माझबाट म बिदा हुन चाहन्छु। प्रेम प्रणाम, राधे राधे।